यो बन्दुकले आजसँग 4वटा चरा मार्यो रे के तपाईहरु पत्याउनुहुन्छ? सो हे गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। स्वागत छ। आज चाहिँ बिहान बिहानै छ्यामाको घर पूजा भन्नुहुन्छ। अच्छा। अनि भिडियो गरेको करायो। हिजै भनेको भए मैले भन्थे के गाइज, के गर यताको बस कुरेको बसै आएन। एकछिन पछि बसको झ्यालमा पो हुन्छु त। ठीक है। हेर त कति जाँगरले मकै लाग्यो। मैले भए यति नै गर्थिन। 2000 years later. एकछिन पछि हेर्छु त गाछे पानीमा पो आइपुगिन्छ त। यता उता हेर्छु कोहीलाई नि देख्दिन त। सबैभन्दा अल्छी त मै होला के, फ्याटफुट बसबाट झर्नै सक्दिनँ के। ल हेर्नु गाइज, डुलेगौटा चाहिँ यही हो के। फेरि त्यति भन्दा भन्दै मुसाबा नि आइहाल्नुहुन्छ। अब चाहिँ हामी लाग्यौँ खैरेनीतिर, किनभने मुसाबाको घर चाहिँ खैरेनी मासतिर हो के। टक्क होइन, बाइकमा बसेर स्थिर हावा खाँदै त्यसपछि चाहिँ हामी खैरेनीको सब्जी पसलमा टमाटर किन्छौँ कि। मलाई फेरि एकदम अल्छी ल्याएर यार। एकछिन पछि आन्टीले नि टमाटर जोगिदिनुहुन्छ। त्यसपछि हामी सामान प्याक गरेर त्यहाँबाट हिँड्छौँ। एकछिन पछि त क्यामेराले पो धोका दिन्छ त। क्या देखना पड़ रहा है। त्यसपछि चाहिँ हामी लागिन्छ ग्यारसिङको उकालो। यो ठाउँको नाम चाहिँ किन ग्यारसिङ रहेको भन्दा 11वटा डाँडाको सिङ भएको रे ग्यारसिङ भन्यो। त्यसपछि म चाहिँ छ्यामाको घरमा पुग्छु। क्यामेराले त खतरा देखाउँछ त। त्यही माथि टन्टपुरे घाम लगाइदिइराखे औडा। त्यसपछि स्नाइपर चलाइदिउँ भनेको खतरा लाग्यो कि मलाई चाहिँ। यसो स्नाइपर टेस्ट हानिदिएको बब्बाल चलिदिइराखे। आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ। फेरि भेटौँला।